यो यस्तो गर्ने ए ह्यान्ड छैन यो अलि मसिनो गर्दै जनी क्यानभस है त सुकाया गेमहरु मिठो काटेर ल्याइदिन्छु यो काका याम आसेको भिडियो खिच्नु छ त्यहाँ साटामाले जुस किन्दिस भनेछ ए अनि आसेको फोटो आसेको हुन्छ गर्दै पनि हुन्छ गर्छ भन्ने कुन मोडलमा काट्दिनु भन्नुस् न मसिनो हुन्छ नि 1 नम्बर 2 नम्बर तल 2 नम्बर अनि माथि अलिकति लामो अलिकति ये आरब दाइना याद नि आरब दाइना खिचेर लानु पर्छ याउ नि एटियो नि आलु चिप्स खाने के पनि हुँदैन उ हेर त्यहाँ उ हेर त्यहाँ आरब दाइले काटेको छ पनि नि गरेको छ आरब दाइले भिडियो देखाउने है वाउ लाइरा आरब दादालाई भिडियो देखाउने है हामी निनीलाई पनि देखाउने निनीलाई देखाउनु पर्छ नि निनीले फेरि मोमो खान दिन्छ है बाबुलाई है हो कि चक्लेट दिन्छ हाँसिरा रहेछ नि तल गएर त बाबुले पेसो यसरी हो नि हाँसिरहेछ अब साटा मामाले के किन्नु हो साटा मामाले आशा सिद्धिनु लागिसक्यो अब त हो अनि सिद्धिनु लागिसक्यो है आउँछ कुचु भएछ मिठोलाई वाह ल हामी जा ए यसो नगर्नुस् त्यसै हो माथिले माथि यता यसो गर्दिछ र कान यता गर्दै यता त्यसै बिचुए ल यस यो न आरक्षण जेट चाहिँ लै वहाँ कोन मुक्नु हो बोला ए आला आइतो एनाली काटेको अब यो काटेर 5-6 महिनासम्म ठिक भयो अस्ति नै 2 महिनामा बढिसक्यो अगाडिको त ठुलो भइहाल्छ नि बाबु जस्तै ब्रस कपाल काइँ गर्नुपर्छ है हो ल कपाल काइँ गरिदिनु ल हुन्छ त ठुलो भइसकेछ नि अब म चिरगम बाबुको खैका चिरगम बाबु भिजल किन्यो भने ह्यान्डसम दादा भन्छ अब है हो कस्तो मान्छे यहाँ यत्रो किराला अनि मात्र हुँदैन रहेछ ल यो अङ्कलका त कपाल काट्नु पनि मान्यो ल आरब दादाले जस्तै काटेको आरब दादाले जस्तो कपाल काट्ने भइसकेछ ल हाँस्दै एकचोटि ज्यादा ठुलो भइसक्यो रहेछ थाहा छ अब
कपाल पनि काट्दो रहेछ स्कुल पनि जाँदा रुँदैन पहिला प्रिप्लान भन्थ्यो सफ्ट बनाएको है अब खोज्दैन बाबा यहाँ पनि ऐना रहेछ यहाँ पनि हेरिरहेको रहेछ ऐना ल अगाडि हेर्ने है अहिले नचलिकन अगाडि अङ्कलले काटिराख्नु भएको छ सिधा सिधा छ स्कुलले म हम्सिया छु नि यहाँ है मामालाई लिन आएर है नचिनिरहेको हुन्छ भनेर पुऱ्याउन म्यामले यति पनि हुन्छ होइन भनेर है कपाल आरब दाइले पनि यसरी सिधा कपाल काटेको वाउ मिसिना चाहिँ याकमा सिकाउँछु सनिल दाइ त ठ्याउ नि यार सनिल दाइ जिठेना चाउने के पनि हुँदैन भन्दिनँ है सनिल दाइलाई पहिलो उता थियो यो पसल यता सरेको हो त्यहाँकै हो चौकी छ होली पनि गर्दैको हो यस्तै कट भनेको है हिरो है हिरो देख्यो मिलाउनलाई अलिकति काउपट्टि लाग्छ तर हाम्रो एकैछिन बाबु ठुलो भइसक्यो ल फिनिसै गरिसक्यो
अलिकति होइन बाबुलाई आशा है आशा कुचु हुने मात्रै हो कुचु मात्रै हुने हो फेरि कष्ट भनेको मान्छे यो त एकदम ज्ञानी भइसक्यो अरू बाबुभन्दा ज्ञानी हो अङ्कल बाबु एकदम ज्ञानी भएको छ नहलाउनु अङ्कललाई गाह्रो हुन्छ रे क्या यो ब्लेड नलागिकन यस्तो गरिदिने रहेछ मिल्छ रे मलाई चियाको सान्छु मिठो चियाको नहलाइदिनु बाबु नहलो हलायो बाबुलाई पर्छ के Isso.